ठ्याक्कै 12:45 बजेतिर आजको त्यहाँ चाहिँ बाल सुधार गृहमा रहेका भाइहरू त्यहाँ चाहिँ भित्र चाहिँ मुद्दा अनुसन्धानको प्रक्रियामा रहेका अथवा फैसला भएका भाइहरूले चाहिँ त्यहाँ भित्रको क्याम्पस प्रशासनसँगको उनीहरूको असन्तुष्टि साथै त्यहाँ चाहिँ विभिन्न निकायहरूबाट पटक पटक चाहिँ अनुगमन निरीक्षण हुने र उहाँहरूलाई चाहिँ उहाँहरूको भनाइअनुसार उहाँहरूलाई चाहिँ अब तपाईँहरूको ठिक हुन्छ, हामी समस्याको समाधान गरिदिन्छौँ, हामी सम्बन्धित निकायमा चाहिँ पहल गर्छौँ पटक पटक भनिएको र यो हिजो पनि आज पनि चाहिँ 2 दिन लगातार चाहिँ अनुगमन टोलीको विभिन्न सरकारी संस्थाको अनुगमन टोलीको चाहिँ निरीक्षण भएको रहेछ। त्यो अवसरमा चाहिँ उहाँहरूले पटक पटक उहाँहरूलाई आउने अनि आश्वासन दिने अनि त्यहाँको अवस्था हेर्ने अनि यो चाहिँ हामीलाई जिस्क्याए जस्तो लाग्यो सर। हामीले पटक पटक भन्छौँ, कन्टिन्यू हामी यहाँ बसेको, कोही त्यहाँ 3 वर्षदेखि बसेको पनि हुनुहुन्छ, उहाँहरूले चाहिँ यो हामीलाई जिस्क्याउन उहाँहरू आउनु भएको कि वास्तवमै आउनु भएको भन्ने हिसाबमा उहाँहरूको कुराकानी गर्दा गर्दै त्यहाँ पानीको पनि उहाँहरूले पहिलेदेखि पानी सफा पानी भएन भनेर पनि रिपोर्टिङ गरिराख्नु भएको रहेछ। फ्यानहरू भएन, अब गर्मी धेरै बढिसक्यो, फ्यानहरू कुलरहरू भएन, एउटै बेडमा चाहिँ अथवा एउटै कोठामा धेरै त्यहाँ कन्जस्टेड भएर सुत्नु परेको बस्नु परेको अवस्था छ। अनि खानाका कुराहरू लगायत यावत कुराहरूको उहाँहरूको पटक पटकदेखि पहिलेदेखि उठ्दै आएका कुराहरूलाई चाहिँ आज एउटा ब्रस्टको रूपमा उहाँहरू चाहिँ एक्कासी आन्दोलित हुनुभयो र उहाँहरूले चाहिँ त्यहाँ हुलदुङ्गा हो हल्ला गर्न थाल्नुभयो। त्यो भएपछि उहाँहरूले एउटा लगाएको ताला चाहिँ लगभग फुटाउने कोसिस गर्नुभएको रहेछ। तत्कालै हाम्रो त्यहाँको सुरक्षाकर्मी त्यहाँ हाम्रो सुरक्षामा खटिएको हुन्छ, प्रहरी सहायक निरीक्षककै कमानमा, र उसले त्यहाँको टोलीले तत्कालै खबर गर्ने बित्तिकै म यहाँबाट आफै पनि गएको थिएँ जिल्ला प्रहरी कार्यालयबाट र त्यहाँ नजिकै हाम्रो चाहिँ सेक्युरिटीको हिसाबले पनि त्यो नजिकको डिस्टेन्समा छ इलाका वडा प्रहरी कार्यालय बिर्ता, त्यहाँबाट चाहिँ इन्स्पेक्टर साहबको कमानमा पनि गयो। अन्य चाहिँ हामीले सशस्त्र प्रहरी बलको टोलीलाई पनि खबर गरेर उहाँहरू पनि आइपुग्नु भयो र तत्कालै हाम्रो सुरक्षा चाहिँ लगभग त्यहाँ हामी 150+ सुरक्षाकर्मीहरू भयौँ र त्यो भाइहरूलाई चाहिँ बिस्तारै उनीहरूलाई काम डाउन गरेर काउन्सिलिङ गरेपछि अनि चाहिँ हामीले प्रमुख जिल्ला अधिकारीज्यूलाई पनि खबर गऱ्यौँ। उहाँहरूका विभिन्न मागहरू थिए, ती मागहरूलाई चाहिँ प्रमुख जिल्ला अधिकारीज्यूले पनि केही सम्बोधन गर्नुभयो र अब हुने कुरा पूर्वाधार निर्माणका कुरादेखि लिएर त्यहाँको सुधारका कुराहरूमा चाहिँ भोलि 10:30 बजे चाहिँ प्रमुख जिल्ला अधिकारीज्यूले त्यहाँको प्रशासन, बाल सुधार प्रशासन साथै अन्य सरकारवालाहरूसँग चाहिँ एउटा बैठक बस्ने, त्यहाँको के कसो भएको छ त्यसलाई कसरी अगाडि बढाउने, त्यहाँको चाहिँ बजेटिङका कुराहरू के कस्ता छन्, कसरी खर्च भइरहेको छ, कसरी गर्न सकिन्छ, साथै नहुन सक्ने ठाउँमा कुन स्टेक होल्डरहरूसँग कुन चाहिँ सहयोगी निकायहरूसँग चाहिँ सहयोगको अपेक्षा गरेर केही गर्न सकिन्छ कि त्यो हिसाबमा चाहिँ यसलाई चाहिँ सुधार गर्दै लैजाने भन्ने भएपछि त्यहाँको चाहिँ भाइहरू अहिले चाहिँ काउन्सिलिङ भएर अहिले अवस्था चाहिँ शान्त भएको छ। केही क्षतिहरू भएको छ छैन? आज केही क्षति हुन पाएन किनकि हामी उहाँहरूले त्यो जब उत्तेजित हुने बित्तिकै हामी तत्कालै लगभग 4-5 मिनटमै त्यहाँ हामी पुग्न सफल भयौँ। त्यो भएर केही हुन सकेन र पछि भाइहरूलाई चाहिँ हामीले सम्झाएर एकदमै काम डाउन गरेपछि उहाँहरूको आक्रोश प्रहरीसँग भन्दा पनि त्यहाँको चाहिँ प्रशासनसँग र त्यहाँका प्रशासनका केही व्यक्तिहरूसँग सम्पूर्ण प्रशासन भन्दा पनि र पटक पटक अनुगमनमा आउने निकायहरू चाहिँ हामीले जिस्क्याउन आएको हो। यहाँ चाहिँ हाम्रो चाहिँ यो अवस्था चाहिँ पूर्वाधारका अवस्थादेखि अन्य अवस्थाहरू चाहिँ दुःखदायी अवस्था हेर्ने जुन चाहिँ हामी एउटा बाल सुधारमा पाउनुपर्ने हामीले चाहिँ जुन फेसिलिटी पाउनुपर्ने हो, जुन हाम्रा हक अधिकारहरू पाउनुपर्ने हो, ती कुराहरू पनि हाम्रो छैन किनकि त्यो वास्तवमै पनि त्यो बाल सुधारको कम्पाउन्ड पनि एकदमै सानो पनि छ। यहाँको हाम्रो भौतिक पूर्वाधार त्यो भवन पनि जीर्ण छ, सायद धेरै व्यक्तिहरूलाई पनि थाहा पनि छ यो कुरो, यो बिच बजारमै भए पनि सबैले सहजै देख्न पनि सकिन्छ। त्यो अवस्थाले पनि अब 45-50 जना क्यापेसिटी रहेको त्यो उसमा चाहिँ 127 जना चाहिँ हामीले चाहिँ बालकहरूलाई त्यहाँ राखेका छौँ। त्यो भएर पक्कै पनि त्यहाँ कन्जस्टेड छ, केही असहज त छ, तर त्यसलाई पनि कसरी अझै सुधार गर्न सकिन्छ भन्ने कुरामा चाहिँ कुराहरू पनि भइरहेका छन्। अबका दिनमा सायद यस्तो नहोला किनकि यो आजको मात्रै होइन, योभन्दा अगाडि पनि पटक पटक यस्ता किसिमका क्रियाकलाप भइरहेको र यो नेपाल वीरगन्जमा मात्रै नभएर अन्य बाल सुधार गृहमा पनि यो समस्या आइरहेको हुँदाखेरि पक्कै पनि अब राज्यको पनि केही यसमा ध्यान पक्कै नै पुग्नेछ र सामु चाहिँ हाम्रो प्रमुख जिल्ला अधिकारीज्यूबाट पनि भोलि यसको पक्कै पनि केही सम्बोधन होला।